तिहारमा कागको पूजा किन गर्ने? आउनुहोस् छोटो चर्चा गरौँ। कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि 5 दिनसम्म तिहार मनाइन्छ। भनिन्छ यस अवधिमा मृत्युका देवता यमराज यमलोकबाट छुट्टी लिएरै तिहार मनाउन पृथ्वीलोक आउँछन्। उनी यमपञ्चकभरि मर्त्यलोकमै विराजमान हुन्छन् र बहिनी यमुनाको हातबाट भाइटिका लगाएपछि यमलोक फर्कन्छन्। त्रयोदशीको साँझतिर पृथ्वीलोकमा उनको सवारी हुन्छ। त्यसको सङ्केत दिन दूतका रूपमा काग बिहानै आउने गर्दछन्। यसर्थ यमदूतका रूपमा बिहानै कागको पूजा गर्ने गरिन्छ। वर्षभरि मानिसको वरिपरि घुमिरहने कागलाई मनपर्ने मिठा मिठा खानेकुरा अर्थात् काकबली दिएर प्रसन्न तुल्याउने प्रयास गरिन्छ। काकोशी यमदूतोशी वायुषोशी महामते इमं बलिम गृहाणत्वम त्रायस्व यमसङ्कटात्। हे महामती यमदूत काग, हामीले दिएको खानेकुरा ग्रहण गरी प्रसन्न हौ र यमदण्डरूपी सङ्कटबाट मुक्ति दिलाऊ भनी यसरी प्रार्थना गर्ने गरिन्छ। यस्ता प्रकारले विशेष पूजा तथा काग बलिद्वारा कागलाई प्रसन्न पारिने दिन भएकाले तिहारको प्रारम्भिक दिनलाई काग तिहार भन्ने गरिन्छ। काग तिहारमा कागको पूजा गरी खानेकुरा दिनाले मृत्युपछि यमलोक जानु पर्दैन भन्ने धार्मिक विश्वास रहेको छ।